ताने यतिखेर हामी नवलपुर जिल्लाको काउसती नगरपालिकामा रहेको जटायु गिद्ध संरक्षण क्षेत्रमा आएका छौँ। यहाँ अहिले दिउँसोको करिब 2 बज्न लागिसकेको अवस्था छ। यहाँ चाहिँ हामी गिद्ध हेर्नको लागि भनेर आएका छौँ र एकजना भोलिन्टियर दाइले गिद्धको लागि केही आहारा लिएर आउँछु र तपाईँहरू हेर्न सक्नुहुन्छ भनेर जानुभएको छ। उहाँले आहारा लिएर आइसकेपछि गिद्ध कसरी खान आउने छन् भन्ने कुरा हामी हेर्ने नै छौँ। त्यतिन्जेलको लागि प्रतीक्षा भने हामीले गर्नुपर्ने हुन्छ। गिद्धहरू यहाँ कतिपय विदेशी मुलुकबाट पनि आएको हामीले थाहा पाएका छौँ। देख्न सक्नुहुन्छ जब आहाराको लागि भनेर दाइ गइसक्नु भएको छ, सबैजना त्यो ढोकाको नजिक जान लागिसकेको अवस्था हामी देख्न सकिन्छ। पहिलाको तुलनामा गिद्धहरू अहिले पछिल्लो समय कम भएको पनि हामीले जानकारी पाएका छौँ। यो कम किन भयो अरे भन्दाखेरि पशुलाई पहिला उपचार गरिन्थेन, अहिले भनौँ न विभिन्न केमिकल हालेर उपचार गर्ने पशुलाई र ती इन्जेक्सन हानिसकेपछि मरेपछि पशुहरू यहाँ ल्याउने र यिनीहरूलाई खायो भने धेरै गिद्धको निधन त्यसरी पनि भएको हामीले पाएका छौँ। पहिला यस्तो थिएन, जुन उपचार त्यति विधि पशुलाई गरिन्थेन र गिद्धहरू बाँच्ने गर्थे भन्ने हामीले सुनेका छौँ। दाइले त्यहाँ आहारा दिँदै हुनुहुन्छ। दाइ भने संरक्षक गर्ने व्यक्तिसँग डराउँदैन नि। भित्र आहाराहरू हुन्छ। यत्रो ठुलो त हुन्थेन होला आहारा राखिन्छ। त्यता नि हुन्छ। छ त। दर्शकबिन हामीले देख्न सक्छौँ दाइको हातमा उहाँले केही आहारा लिएर आउनुभएको छ गिद्धको लागि भनेर र उहाँकै पछि पछि गिद्धहरू पनि आइरहेको देख्न सक्नुहुन्छ। यो चाहिँ जुन अहिले उडेर तल आएको छ, यो चाहिँ विदेशी गिद्ध हो भन्ने हामीले सुनेका छौँ। हेर्नुहोस्, देख्न सक्नुहुन्छ साथीहरू, कति विधि गिद्धले झम्टेर मासु खाइरहेका छन्। त्यसै त मान्छेलाई मासु खाने मान्छेलाई गिद्ध भनेर किन भनिन्छ भन्ने कुरा यो भिडियोबाट पनि तपाईँले प्रत्यक्ष थाहा पाउन सक्नुहुनेछ। ल हेर्नुहोस्, मासुको लागि हानालुस गर्ने जात गिद्ध हो। ल हेर्नुहोस्, कति राम्रो, कति मजाको देखिएको छ यो दृश्य।